हिमालयमा खजाना लुकेको छ भन्ने कुरा सुन्दा नै कस्तो रोमाञ्चक लाग्छ है। तर के साँच्चै नेपालमा सुन र हिराको भण्डारै छ त? आउनुहोस् आज हामी यही रहस्यको जरोसम्म पुग्ने कोसिस गरौँ। ल अब सिधै मूल प्रश्नमा जाउँ, जसले हामी सबैको मनमा कौतूहलता जगाएको छ। के नेपालमा साँच्चै सुन र हिराको कुनै लुकेको खानी छ? यो यस्तो प्रश्न हो जसले हाम्रो कल्पनालाई उडाउँछ, तर आज हामी हल्लालाई एकातिर राखेर तथ्यको आधारमा यसको उत्तर खोज्नेछौँ। त्यसो भए सबैभन्दा पहिले सबैभन्दा चलेको मिथकबाटै सुरु गरौँ न त। सुन, के नेपालका नदी र पहाडहरूमा साँच्चीकै सुन लुकेर बसेको छ? ल यसको गहिराईमा डुबौँ। अनि यसको जवाफ सायद अलि अचम्म लाग्न सक्छ। हो, नेपालमा सुन पाइन्छ, तर एकछिन है, हतारमा कोदालो बोकेर निस्किहाल्नु अघि यो कथामा एउटा ठूलो तर पनि छ। वास्तविकता हामीले सोचे जस्तो सिधा छैन। ल हेर्नुहोस् त, यहाँ कुरा एकदमै छर्लङ्ग हुन्छ। हामी एकातिर के कल्पना गर्छौँ, जमिनमुनि सुनै सुनको खानी होला भन्ने। तर वास्तविकता के हो त? नेपालमा पाइने सुन भनेको नदीको बालुवामा मिसिएको मसिनो धुलो जस्तै हो। त्यसो भए यो सुन भेटिन्छ कहाँ त? यो मुख्यतया प्लेसर गोल्ड हो, मतलब नदीले बगाएर ल्याएको सुन। कालीगण्डकी, सुनकोशी, भोटेकोशी र त्रिशुली जस्ता ठूला नदीहरूको बालुवामा यो पाइन्छ। कालीगण्डकी त यसका लागि सबैभन्दा चिनिएको नदी नै हो। यसको प्रक्रिया पनि निकै चाखलाग्दो छ। सोच्नुस् त, हिमालयका चट्टानहरूबाट सुनका साना साना कणहरू पानीले बगाएर ल्याउँछ, अनि ती नदीको पिँधमा बालुवासँगै जम्मा हुन पुग्छन्। त्यसपछि स्थानीय मानिसहरूले परम्परागत तरिकाले चाल्नी जस्ता औजारहरू प्रयोग गरेर एकदमै धैर्यपूर्वक त्यसलाई छुट्याउँछन्। यो साँच्चीकै धेरै मेहनत र समय लाग्ने काम हो। त्यसैले सुनको बारेमा अन्तिम कुरा के हो भने, यो हामीले फिल्महरूमा देखे जस्तो लुकेको खजानाको स्थिति पटक्कै होइन। यो व्यावसायिक रूपमा ठूलो मात्रामा निकाल्न अहिलेसम्म त्यति सम्भाव्य देखिएको छैन। ल सुनको रहस्य त सुल्झियो, अब अर्को चम्किलो पत्थरतिर लागौँ। हिरा। के नेपालका पहाडहरूमा हिरा पनि लुकेको छ त? यो प्रश्नले पनि मनमा कम्पन पैदा गर्छ। र यसको जवाब एकदमै स्पष्ट र सिधा छ। नेपालमा आजसम्म कुनै पनि प्रमाणित हिराको भण्डार भेटिएको छैन। यो केवल एक हल्ला मात्र हो। अब मनमा प्रश्न उठ्नु स्वाभाविकै हो। किन त? यति अग्ला र विशाल हिमाल भएको देशमा हिरा किन नपाइने? यसको कारण चाहिँ यहाँको भूगर्भमै लुकेको छ। अब हिरा बन्नलाई नि एउटा खास किसिमको भौगोलिक रेसिटी चाहिन्छ, र त्यसको मुख्य मसला हो किम्बरलाइट पाइप्स। यसलाई पृथ्वीको एकदमै गहिराईबाट सतहसम्म आउने एउटा ज्वालामुखी पाइप जस्तो सम्झिनुहोस्। हो, त्यही पाइपभित्र एकदमै धेरै ताप र चापमा परेर साधारण कार्बन हिरामा बदलिन्छ। र नेपालको भूगर्भीय वास्तविकता के हो भने, यहाँको हिमालय पर्वत श्रृङ्खला भूगर्भशास्त्रीय हिसाबले एकदमै कलिलो अर्थात् नयाँ हो। यहाँ हिरा बन्नका लागि चाहिने उपयुक्त भूसंरचना र ती किम्बरलाइट पाइप्सहरू नै छैनन्। त्यसो भए हिरा छैन भने यो हल्ला चल्यो कहाँबाट त? यो प्राय पहिचानको गल्तीले गर्दा हुन्छ। नदी किनारमा पाइने चम्किला क्वार्ट्जका पत्थरहरूलाई सजिलै हिरा भनेर झुक्किन सकिन्छ। त्यसमाथि स्थानीय कथाहरू र पर्यटकीय मिथकहरू थपिएपछि एउटा कहिल्यै नमेटिने हल्ला तयार हुन्छ। ल सुन र हिराको मिथकलाई पन्छाएर अब नेपालको वास्तविक भूगर्भीय सम्पत्ति के हो त्यतातिर लागौँ। देशमा बहुमूल्य रत्न नभए पनि अरू महत्त्वपूर्ण खनिजहरू भने पक्कै छन्। हो, सुन र हिराको कथा नहोला, तर नेपाल अरू खनिजहरूमा धनी छ। हामी चुनढुङ्गा, फलाम, तामा, सिसा जस्ता मार्बल र स्लेट जस्ता खनिजको कुरा गर्दैछौँ। केही खनिज जस्तै म्याग्नेसाइट त व्यावसायिक रूपमा पनि महत्त्वपूर्ण छन्। यिनै हुन् नेपालका वास्तविक तर कम चम्किला भूगर्भीय खजाना। ल हामीले सुन र हिराको मिथकदेखि लिएर नेपालको वास्तविक खनिज सम्पत्तिसम्मको यात्रा पूरा गर्यौं। अब यी सबै जानकारीलाई एकै ठाउँमा राखेर एउटा अन्तिम निष्कर्ष निकालौँ। यो तालिकाले सबै कुरालाई छोटकरीमा देखाउँछ। सुन, हो, प्राविधिक रूपमा पाइन्छ, तर नदीहरूमा मात्र र व्यावसायिक रूपमा खासै सम्भाव्य छैन। हिरा, यो त सिधै हो, पाइँदैन। तर अरू खनिजहरू बिल्कुल पाइन्छ, विभिन्न क्षेत्रहरूमा छन् र केही त व्यावसायिक रूपमा महत्त्वपूर्ण पनि छन्।
यो भनाइले नै सबै कुरालाई समेट्छ। नेपालको साँचो खजाना जमिनमुनिको ढुङ्गामा होइन, बरु यहाँको अपार जलस्रोत, मनमोहक पर्यटनको सम्भावना र कसैसँग तुलनै नै गर्न नसकिने प्राकृतिक सुन्दरतामा लुकेको छ। र जाँदा जाँदै एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। कुनै पनि देशको असली खजाना भनेको के हो त? के जमिनमुनि भेटिने चम्किलो पत्थर मात्रै हो, कि त्योभन्दा पनि ठूलो कुरा त्यहाँका मानिसहरू, संस्कृति र प्रकृतिमा लुकेको हुन्छ? यो कुरा एकपटक सोच्नुपर्ने जस्तो लाग्छ।